नमस्कार, स्वागत छ आजको यात्रामा। आज हामी गोर्खाबाट उकालो लाग्दै पुग्दैछौँ पर्यटकीय स्थल भचेक। डाँडामाथिको बजार, तल बादल, माथि खुल्ला आकाश। साँच्चै नै बादलमाथिको संसार र नागपोखरीको रमाइलो मेला धामी नाचले यो यात्रालाई अझ विशेष बनाउँदैछ। आउनुहोस् सँगै यात्रा गरौँ। हामी अहिले गोर्खा बजार र छेबेटारलाई पछाडि छोडी चोरखाटे नजिकै आइपुग्यौँ। यही बाटो हुँदै अगाडि बढ्दै गर्दा दरदीको काखमा देखिएको यो सुन्दर भुसुन्डीको फाँटले मनै लोभ्यायो। तपाईँहरूले पनि यो दृश्य सार्दैछौँ। यो अगाडि देखिएको मध्य पहाडी लोकमार्ग हो। हामी पनि त्यही बाटो हुँदै आएका हौँ। तल दरौदी र भुसुन्डीको फाँटको काखमा रहेको तलको बजार हो चोरकाटे बजार। हामी यही बाटो हुँदै आएका हौँ। पारी कालो बादलले ढाकिएको त्यो डाँडा भने गोर्खा दरबार रहेको डाँडा हो। अनि अहिले हामी यता बायाँतर्फ देखिरहेका छौँ दरौदीको माथिल्लो फाँट। यहाँ गाउँबेसी गर्दा बस्ने चौतारो रहेछ। यहाँ एकछिन सुस्ताउँदै तल देखिने दरौदीको फाँटलाई हेर्दा पहिला गाउँबेसी गर्दाखेरि चिसो हावामा सुस्ताएको दिनहरूलाई सम्झिएँ। गोर्खा बजारबाट 33 किलोमिटरको दूरी पार गर्दै हामी चित्रे पोखरी सिरनचोक आइपुगेका छौँ। केही ठाउँमा बाटो बन्दैछ। यहाँसम्म आइपुग्नका लागि हामीले करिब 1.5 घन्टा लाग्यो। गोर्खाको सिरनचोकमा रहेको चित्रे पोखरी समुद्री सतहबाट करिब 1478 मिटरको उचाइमा रहेको यो ठाउँ हरियाली, डाँडापाखा र शान्त वातावरणले यो ठाउँलाई निकै मनमोहक बनाएको छ। यहाँबाट अब उकालोको यात्रा सकियो। अब डाँडामाथि हुँदै भचेकतिर लाग्नेछौँ। खुल्ला मौसममा यहाँबाट देखिने दृश्य मनमोहक हुने गर्दछ। हामी अखदेउराली भाइरल डाँडामा आइपुग्यौँ। डाँडाको शिरमा रहेको यो सुन्दर ठाउँबाट यात्रा अझ रमाइलो बन्दै जान्छ। गोर्खा बजारदेखि 53 किलोमिटरको दूरी पार गर्दै अन्ततः हामी आइपुगेका छौँ अजिरकोटको सुन्दर शान्त गाउँ भचेक। अब हेरौँ यहाँको मौलिक जनजीवन। हिजो नै नागेपोखरी पुगी रातभर पूजा जागरण बसेका धामीहरू आज साँझ पर्न लाग्दा नाच्दै गाउँदै यहीँ आइपुगेका छन्। यहाँ प्रशस्त होटल र होमस्टेहरूको सुविधा छ र नागेपोखरी लगायत आसपासका ठाउँहरूमा 3-4 दिनको ट्रेकिङ पनि गर्न सकिन्छ।
रातको रमाइलोपछि अब नयाँ बिहानी शुभ प्रभात। अजिरकोटको शान्त गाउँ बस्ती, खुल्ला आकाश र ताजा हावासँगै आउनु सुरु गरौँ आजको दिन। यहाँ आउन खासै गाह्रो छैन। गोर्खा बजारबाट वा गोर्खा बजारै नपुगी 20 किलोबाट बस तथा निजी सवारी मार्फत सहजै यहाँ आउन सकिन्छ। डुम्रे तुतुरे हुँदै पनि यहाँ जोडिन सकिन्छ। समुद्री सतहबाट 1750 मिटरको उचाइमा रहेको बच्चेक चिसो हावापानी, हरियाली डाँडाकाँडा र मौसम खुलेको बेला देखिने मनमोहक हिमाली दृश्यले सजिएको सुन्दर पर्यटकीय गन्तव्य हो। डाँडाको शिरमा आइपुग्दा तल बादलको समुद्र अनि माथिबाट छिर्दै गरेको घाम, यस्तो दृश्यमा एकछिन आफूले पनि कैद नगरी कहाँ मन मान्छ र। तल बादलको समुद्र, माथि हल्का घाम, चिसो हावा, यो सुन्दर दृश्यको आनन्द त कुकुरले पनि लिइरहेछ। यतै उकालो चढ्दै आइपुगेका बाख्राहरू पनि डाँडाको बाटोमा उनीहरूको आफ्नै रमाइलो छ। यही ठाउँमा द्वन्द्वकालमा नेपाली सेना बसेको रहेछ। पुरानो समयको एउटा सम्झना बोकेको ठाउँ। पारी देखिएको लमजुङको हरियाली फाँट, बिचमा बगिरहेको चेपे खोला। यसै चेपे खोलाले लमजुङ र गोर्खाको सिमानालाई छुट्याउँछ। डाँडाको काखमा सिधा बाटो, लहलहाउँदो मकैबारी, यही बाटो हुँदै हामी आइपुग्यौँ नम्की। नम्की बजार गाउँले जीवनको मिठाससँगै बिसाउनी पनि हो। होटलमा बस्न चाहनुहुन्छ भने भचेक रोज्न सकिन्छ। अनि नाङ्गे पोखरीतिरको यात्रा गर्दै हुनुहुन्छ भने नम्कीमा होमस्टेको अनुभव लिन सक्नुहुन्छ। नम्की आसपास होमस्टेसँगै अर्ग्यानिक खेतीको अनुभव लिन सकिन्छ। गाउँको मौलिक जीवन र नजिकबाट बुझ्ने अर्को सुन्दर विकल्प पनि। अब हामी यहीँबाट पैदल उकालो लाग्दैछौँ गुम्बातिर। बाटो जति उकालो, यात्रा उति रमाइलो। पछाडि फर्केर हेर्दा डाँडाको काखमा बसेको नम्कीको बस्ती झन् सुन्दर देखिन्छ। प्राकृतिक गाउँले जीवन र पदयात्रा मन पराउनेहरूका लागि भचेक गोर्खाको एउटा सुन्दर गन्तव्य हो। सायद तपाईँले खोजिरहनु भएको ठाउँ यही पो हो कि। आजको यात्रामा यहाँसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यहाँको माया र साथ सधैँ रहिरहोस्। फेरि अर्को यात्रामा भेटौँला। हवस् त, धन्यवाद।